ड्रिम्स टिभी हेरिराख्नु भएको छ। ड्रिम्स टिभीका विभिन्न जानकारीहरू तपाईँले प्लेलिस्टमा पनि गएर हेर्न सक्नुहुनेछ। आजको जानकारी रहेको छ, यदि सपनामा तपाईँले भेन्टा देख्नुहुन्छ भने त्यो सपना तपाईँको लागि के कस्तो सङ्केत लिएर आएको हुन्छ र यस्तो समयमा आफूले के कुराहरूमा ख्याल गर्ने। कुनै पनि सपनाहरू विशेष गरेर पनि प्रातः समयमा देखिएका सपनाले तपाईँलाई छिट्टै नै लाभ दिने गर्दछ, अर्थात् यसको प्रभाव तपाईँलाई छिट्टै नै देखिन सक्छ। यदि सपनामा भेन्टा देख्नु शुभ सङ्केततिर सङ्केत गरेको हुन्छ। यदि तपाईँ धेरै दिनबाट आर्थिक समस्यामा पर्नुभएको छ भने यस्तो सपना देखेको केही समयपछि तपाईँलाई आर्थिक लाभ हुन्छ भन्ने सङ्केतको रूपमा पनि यसलाई मान्न सकिन्छ। अर्थात् कुनै पैसा तपाईँको फसेको छ, कसैलाई पैसा दिनुभएको छ भने त्यो फर्केर पनि आउन सक्छ। त्यो सङ्केत आफ्नो लागि राम्रो हुन्छ। तर सपनामा यदि तपाईँले भेन्टा किनिराखेको अवस्थामा देख्नुभएको छ भने त्यस्तो स्थितिमा तपाईँको लागि यो सपना धन प्राप्तिको सङ्केत र कुनै क्षेत्रमा लगानीको सङ्केत पनि मानिन्छ। यदि सपनामा तपाईँले भेन्टा बेचिराखेको अवस्थामा देख्नुभएको छ भने त्यो सपना तपाईँको लागि कुनै पनि स्तरले यदि अविवाहित हुनुहुन्छ भने तपाईँको लागि शुभ सङ्केत हुन्छ, विवाहसँग चाहिँ सम्बन्धित कुराहरूको लागि।